नमस्कार सर्वसाधारण हाम्रो जनताहरूलाई। म विदुर सुब्बा र म आज के भन्न चाहिँ आएँ भने अलिक दिन भिडियो बनाइन पनि दुःख पनि लाग्छ। हाम्रो जनताको विवेकले भ्याएकै त्यति हो कि ज्ञानै त्यति भएको हो कि 2026 लागिसक्यो। हामीले सुनेको कुरा 1986 को कुराहरू सुनेको कुरा हो, नदेखेको प्र्याक्टिकल है। हामीले सुनेको मात्र कुरा होइन यो। र माग हाम्रो पुरानो 1907 देखिको 1907 भन्दा 1907 मा चाहिँ हाम्रो चालु भएको कुरा म बार बार भनिरहेको छु है। र गोर्खाल्यान्डको विषय लिएर हिजो अस्ति 22 अगस्तको दिन सिलिगुडी सुकुना मेफेयर होटलमा मिटिङ हुन गएको थियो। त्यो मिटिङमा चाहिँ कुनै पनि हाम्रो नेपालीको एउटा गण्यमान्य व्यक्तिहरूले भनौँ बीजेपीको एमएलएहरू हाम्रो पहाड क्षेत्रबाट उहाँहरूको पनि उपस्थिति त्यो जग्गामा थियो। र यसमा चाहिँ थियो भन्ने कुरा र छ भन्ने कुरामा धेरै अन्तर पर्छ। हामी सबैले बुझौँ यो कुराहरू। एउटा पनि एमएलएले यो कुरा उठायो कि उठाएन, जति पनि सामाजिक सञ्जालमा मैले हेरेँ कतै पनि कसैको आवाज पनि मैले सुनिनँ। दुःख लागेको कुरा मैले सुनिनँ। गोर्खाल्यान्ड विषय लिएर गोर्खाल्यान्ड के मलाई मात्रै चाहिएको हो? कुरा गर्यो उनीहरूको छेउमा कुरा गर्यो उनीहरूले भन्छ मलाई पनि चाहिएको गोर्खाल्यान्ड भन्छ। तर बोल्नु चाहिँ किन सक्दैन? बोल्नु किन सकिरहेको छैन? जब पश्चिम बङ्गाल सरकारहरूको पहिल्यै भनाइ थियो, बीजेपी केन्द्रीय मन्त्री अमित शाहज्यूको पनि पहिल्यै भनाइ थियो, गोर्खाहरूको सपना बीजेपी सरकारले पुरा गर्न सक्छ भन्ने कुराहरू। तर आजको दिनमा आएर बीजेपी सरकार भाजपा सरकार डबल इन्जिन भएर यिनीहरूले मिलेर काम गर्दैछ भनेदेखि हाम्रो आवाजको लागि, हाम्रो इच्छा आकाङ्क्षा चाहनाको लागि हामी एक भएर एकजुट एकमत भएर यो कुरालाई उठायौँ भने सायद उनीहरू काम गर्न बाध्य हुन्छ, पहिलो कुरा। र दोस्रो कुरा म के भन्छु, गोर्खाल्यान्डको लागि चाहिँ हामीले खरसाङ, मिरिक, दार्जिलिङ, कालिम्पोङ, तराई, डुवर्समा हामीले र्याली गरेर र जिन्दाबाद र मुर्दाबादको नारा लगाएर चाहिँ हुँदैन। गोर्खाल्यान्ड त्यसरी हुँदैन। कसैको पनि छुट्टै राज्य यति सजिलै भएन। उनीहरूले गाउँ गाउँ आफ्नो आफ्नो एरियामा जिन्दाबाद र मुर्दाबाद भनेर वी वान्ट सेपरेट स्टेट भनेर उनीहरूले माग राखेन भने हामी चाहिँ के भएको? कुवाको भ्यागु त? डाँडातिरै बसेर कराइरहने? त्यसरी दिन्छ त गोर्खाल्यान्ड? जुन प्रकारले एउटा सानो इक्जाम्पल हेऱ्यौँ भने हिजो अस्ति ककरोज जनता पार्टीको जुन चाहिँ प्रोटेस्ट थियो धर्मेन्द्र प्रधानको इस्तिफा भनेर। अब उनीहरूले हाम्रो जस्तै विवेक उनीहरूको हुनु हो भने उनीहरूले आफ्नो गाउँबाट आफ्नो ठाउँबाट र्याली दिनु सक्थ्यो धर्मेन्द्र प्रधानको इस्तिफा बारे। तर उनीहरूले आफ्नो ठाउँबाट गरेन। जति पनि छ, जहाँ पनि छ, जति छरिएर बसेको थियो उनीहरूको समुदायको मान्छेहरू, तर शिक्षा भनेको चाहिँ उनीहरूको मात्रै जरुरत थिएन, हाम्रो पनि जरुरत थियो। तर उनीहरूले दिल्लीको जन्तर मन्तरमा गएर प्रोटेस्ट गर्यो। उनीहरू 1 उत्रियो, 2 भयो, 3 भयो, 4 भयो, 5 भयो, यसरी जोडिएर उनीहरूको लाखौँ नागेर गयो। जसलाई पनि धर्मेन्द्र प्रधानको इस्तिफा चाहिएको थियो निटको विषय लिएर। यसरी नै अब गोर्खाल्यान्ड भनेको चाहिँ हामी डाँडामा बसेर कराउँदा चाहिँ हुने होइन है। डाँडामा गरेको भाषण र मैदानमा निक्लेर गरेको भाषणले चाहिँ मैदानमा चाहिँ सबै घरकोले सुन्छ र डाँडामा गरेकोले चाहिँ कसैले मात्रै सुन्छ। फेरि मैदानमा भने सबैजना निस्केर हेर्छ नि त, फेस अनुहार हेर्छ हाम्रो, होइन? त्यस्तै हो गोर्खाल्यान्ड पनि। अब चाहिँ अहिलेको समयमा चाहिँ हामी गाउँमा बसेर घरमा बसेर भिडियो मात्रै बनाएर फोनमा त ट्रोल गरेर यसरी चाहिँ गोर्खाल्यान्ड हुँदैन। जो नेगेटिभ छ, जो पोजिटिभ छ, पोजिटिभले नेगेटिभलाई मेट्याउने खाले विवेक लिएर अगाडि बढ्नुपर्छ। अब अहिलेसम्म जति भयो एकअर्कामा विरोधी है, लालछना भनाभैरी जति भयो अब त्योपट्टि नजाउँ हामी।
अब जो नेगेटिभ कुरा गर्दैछ उसलाई पनि कुरा गरौँ। उसले पनि मुखैमा भन्छ मलाई पनि त चाहिएको छ गोर्खाल्यान्ड, तर चाहिएको छ उसलाई पनि, तर उसकोमा त्यो भनौँ त्यो ज्ञानै छैन गोर्खाल्यान्ड कसरी लिने। कुरा चाहिँ त्यो हो, गोर्खाल्यान्ड कसरी माग्ने, कुन तरिकाले माग्ने, कसरी माग्दा चाहिँ हुन्छ होला भन्ने कुरो उनीहरूकोमा नलेजै छैन नि त। यही नलेज नहुनुको कारणले गर्दा चाहिँ उनीहरू फाल्टो मतलब लेनदेनमा पाहाडबाट मुद्दा लिएर जान्छ गोर्खाल्यान्डको, तर तल गएपछि राजु बिष्ट र विमल गुरुङले भनेको जस्तो यहाँ बसेर ट्याउ गर्नु हुँदैन नि, तल गएर माग न गोर्खाल्यान्ड भनेको जस्तै हो। ठिकै पनि हो कुरा। अब यहाँ आफ्नो एरियामा बसेर गोर्खाल्यान्ड भन्नु त हाम्रै एरियाको नेपाली स्पष्ट बुझ्नेले मात्रै त बुझ्छ गोर्खाल्यान्ड के हो। तर गोर्खाल्यान्डको मुद्दालाई चाहिँ हामीले दिल्लीको जन्तर मन्तरमा झार्नुपर्छ। जति पनि 1.5 करोड गोर्खा भनिँदैछ, सबैको एकता बनाएर दिल्लीको जन्तर मन्तरमा झार्नुपर्छ। यस्तै कुरा चाहिँ गोर्खाल्यान्ड लिनु हो भने चाहिँ म डाँडामा बसेर कराउने। अब चाहिँ मैले पनि बुझेँ डाँडामा बसेर गोर्खाल्यान्ड माग्दा चाहिँ हुँदैन। डाँडामा बसेर जनतालाई लाटा बनाइरहेछ, हुने भइरहेको छ। हुन्छ, यति भन्दै अहिलेको भिडियो मेरो यतिमै स्थगित गर्न चाहेँ। फेरि आउँछु म।